आजको यस छोटो विश्लेषणमा स्वागत छ। आज हामी एउटा यस्तो गजबको विषयमा कुरा गर्दैछौँ नि जसले नेपालको कृषि क्षेत्रमै तहल्का मचाइरहेको छ। सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालमा अहिले रेड गोल्ड रश अर्थात् रातो सुनको खोजी भइरहेको छ। हो, हामी केशर खेतीको कुरा गर्दैछौँ। आउनुहोस्, यो कसरी सम्भव भइरहेको छ फटाफट बुझौँ। एकपटक कल्पना गरौँ त, विश्वकै सबैभन्दा महँगो मसला अब हाम्रै गाउँघरमा उत्पादन भइरहेको छ। सबैभन्दा रोचक कुरा त के छ भने नि, यसको लागि बिघौँ बिघा जमिन चाहिँदैन। एकदमै सानो ठाउँबाट पनि लाखौँ कमाउन सकिने यो अवसरले साँच्चीकै मानिसहरूको जीवनस्तर उकास्ने ठूलो सम्भावना बोकेको छ। यो चानचुने कुरा पक्कै होइन। खासमा केशर भनेको के हो त? सुन्दा जति भारी लाग्छ नि, यो उत्पादन आफैमा त्यति नै सरल छ। यो भनेको एउटा सानो फूलको बीचमा हुने चम्किलो रातो रङको मसिना धागो जस्ता त्यान्द्रा मात्र हुन्। तर यिनै साना त्यान्द्राको अन्तर्राष्ट्रिय बजारमा यति धेरै डिमान्ड र मूल्य छ कि यो साँच्चीकै रातो सुन नै हो। अब प्रश्न उठ्छ, यो यति धेरै महँगो किन छ त? यसको सिधा जवाफ हो, विश्वभरि नै यसको आकाशिन्दो माग। यी मसिना राता धागोहरू विश्वका ठूला मल्टी-मिलियन डलर उद्योगहरूका लागि नभई नहुने कच्चा पदार्थ हुन्। जीवनरक्षक औषधि निर्माणदेखि लिएर महँगा सौन्दर्य प्रसाधन, स्पेशल चिया र विलासी खानाहरूसम्म केशरको प्रयोग हुन्छ। तर यति फाइदाजनक भए पनि यो जो कोहीले जहाँ पायो त्यही फलाउन भने सक्दैनन्। यसको पछाडि अलिकति विज्ञान जोडिएको छ। उच्च गुणस्तरको केशर उत्पादन गर्न चिसो मौसम र एकदमै कन्ट्रोल गरिएको वातावरण चाहिन्छ। त्यसैले उत्पादन म्याक्सिमाइज गर्नका लागि आधुनिक ग्रिनहाउस प्रविधिको प्रयोग गरिन्छ, जहाँ तापक्रम र चिस्यानलाई पर्फेक्ट ब्यालेन्समा राखिन्छ। यहीँनिर आएर एउटा पुरै नयाँ आर्थिक मोडल खडा हुन्छ। परम्परागत खेतीलाई हेरौँ न, धेरै ठूलो जग्गा चाहिन्छ, मेहनत उस्तै, तर आम्दानी भने एकदमै सामान्य। तर केशर खेतीको गेम नै फरक छ। सुरुमा सेटअप र बिउको लागि अलिकति लगानी त पक्कै लाग्छ, तर एकदमै थोरै ठाउँबाटै सोच्नै नसकिने नाफा कमाउन सकिन्छ। त्यसैले त अहिलेका युवाहरू परम्परागत कृषि छोडेर यस्तो स्मार्ट र हाई भ्यालु खेतीतर्फ आकर्षित भइरहेका छन्। सानो ठाउँ तर आम्दानी भने लाखौँमा। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न खडा हुन्छ, के केशर जस्ता उच्च मूल्यका बालीहरू नै नेपालको समग्र कृषि अर्थतन्त्रलाई रातारात बदल्ने मास्टर की हुन् त? पक्कै पनि यसले भविष्यको कृषिलाई हेर्ने हाम्रो पुरानो दृष्टिकोण फेर्न बाध्य बनाएको छ। यो कृषि क्षेत्रको लागि साँच्चीकै एउटा गेम चेन्जर साबित हुन सक्छ।